हेल्दी र मिठो अनि टन्न खानको लागि ओरेन्ज र मोयासीको इतामेमो तपाईहरु पनि बनाएर खाइहेर्नु होला है। एकदम मिठो पनि हुन्छ, हेल्दी पनि हुन्छ अनि मेरो विचारमा बच्चाहरुले पनि मन पराएर खाइदिन्छ जस्तो मलाई लाग्छ है। अस्ति भिडियो हेर्नको लागि मलाई फलो गर्न नबिर्सिनु होला अनि लाइक कमेन्ट शेयर गरेर धेरै मजा पुर्याइदिनु भयो भने धेरै खुसी लाग्नेछ नि। यो पालुङको भिडियो बनाइछु हैन, कसरी पालुङलाई चाहिँ नि सिउसान हटाएर सुरक्षित तरिकाले खाने हैन अनि अब पालुङमा चाहिँ कस्तो किसिमको पौष्टिक तत्त्वहरू हुन्छ भनेर आज चाहिँ म फेरि चाहिँ पालुङको अर्को एउटा रेसिपी तपाईहरुलाई सिकाउँदैछु। एकदम सजिलो हैन, मिठो अनि डाइट पनि हुने अनि कतिजना बहिनीहरुले चाहिँ बच्चाले पालुङको खाँदैन भन्नुभएको छ हैन। बच्चाले पनि मेरो विचारमा यसरी बनाएर खुवाउनु भयो भने चाहिँ खान्छ होला हैन अनि हेल्दी पनि हुन्छ। अनि यसमा चाहिँ म पालुङको मात्र नभएर चाहिँ मोयासी पनि मिसाउँदैछु हैन। मोयासी चाहिँ नि हाम्रो हेल्थको लागि एकदम राम्रो हुन्छ भनिन्छ है। अनि म चाहिँ नि खास गरेर यो पालुङको मोयासी भनेको चाहिँ नि यो जाडो महिनामा मात्रै किन्ने हो, किनभनेदेखि जाडो महिनामा हरियो परियो त्यति किन्न पाइँदैन हैन। गर्मी महिनामा चाहिँ अब मेरो आफ्नै बारीमा फलेको के भन्छ भिडे खोर्सानीहरू जे पनि हुन्छ अनि किन्ने सामानहरू चाहिँ कम हुन्छ क्या। अब हरियो पातहरू पनि टन्नै हुन्छ हैन। अनि यो बेला चाहिँ के पनि हुँदैन क्या, अनि के अरे सुपरमा गएर किन्नुपर्ने बाध्य हुन्छ हैन। अनि यसमा पनि अब ओइल राख्ने अनि अलिकति छ नि वाफु स्टाइल भने जापानिज स्टाइल चाइनिज स्टाइल मिक्स तरिकाले बनाउँदैछु। बन्न चाहिँ एक किसिममा बन्छ हैन। अनि तेल चाहिँ तिलको तेल राख्नु भए पनि हुन्छ, ओलिभ राख्नु भए पनि हुन्छ। मैले चाहिँ ओसाजी 1 पाइ जति तिलको तेल राखेको छु है। यो मसिनो गरेर काटेको लसुन हैन अनि अब कसैले लसुन खानुहुन्न भनेदेखि मसिनो गरेर काटेको छ नि अदुवा राख्नु भए पनि हुन्छ। अनि खोर्सानी है, अनि यदि बच्चालाई दिनुहुन्छ भने चाहिँ नि खोर्सानी तपाईले नराख्नु भए पनि हुन्छ है। अनि त्यसपछि सँगसँगै जस्तो छ नि लसुनलाई चाहिँ धेरै नडराउने हैन, सँगसँगै जस्तोमा छ नि म चाहिँ नि यो निन्जे गाजरलाई पनि राखिदिन्छु। गाजरलाई चाहिँ एकछिन पाक्न टाइम लाग्छ कि, गाजर चाहिँ कलरको लागि राखेको हैन। अब बच्चा घरमा छ भनेदेखि चाहिँ नि अब बच्चाहरुले हो भनेदेखि चाहिँ अब गाजर मन पराएर पनि खान्छ हैन। अनि यो चाहिँ नि अप्सनमा तपाईको चोइस अनुसार गर्नु होला है। लसुनको एकदम राम्रो बास्ना आउन थालिसकेको छ यहाँनिर हैन। लसुनमा चाहिँ नि हल्का हिट परेपछि छ नि म चाहिँ यहाँनिर छ नि यो होसिएबी राख्दैछु हैन। अनि अब तपाईहरुले होसिएबीको सट्टामा टुनाहरू पनि राख्न सक्नुहुन्छ। टुना राख्दा चाहिँ पछाडी गएर पछि राख्ने हैन। अनि नराखे पनि हुन्छ यो होसिएबी, तर यो होसिएबी अलिकति राख्यो भनेदेखि चाहिँ नि यो मिठो बास्ना आउँछ र खान सजिलो हुन्छ। र अनि यो मोयासीहरुको अनि यो ओरेन्जहरुको पौष्टिक तत्त्वसँग एकदम मिल्न आउँछ क्या यो। अब यसलाई एकैछिन मिक्स गरिदिने हैन। जिन चाहिँ नि गाजर चाहिँ नि 1 मिनेट जस्तो पकाएपछि अब यसमा मोयासी राख्ने है। मोयासी चाहिँ मैले यो दानावाला चाहिँ गेडावाला मोयासी राखेको है। इच्छा अनुसार जुन राखेको पनि हुन्छ है। अनि यसलाई हल्का पकाउने हैन। अनि आज चाहिँ म यसलाई पनि नामपुरा राख्दैछु है। तपाईहरुले छ नि सुपरमार्केटमा सजिलैसँग किन्न पाउनुहुन्छ। नामपुरा भनेको चाहिँ नि थाइल्यान्डको छ नि माछाबाट निकालेको सोयो हो हैन। यदि अब कोही भेजिटेरियन हुन्छ भनेदेखि चाहिँ नि एबी नराख्ने, नामपुरा नराख्ने अनि यहाँनिर चाहिँ सोयो राख्नु होला है। नामपुरामा चाहिँ अलिकति सोयोमा भन्दा चाहिँ नि धुलिलोपन बढी हुन्छ, त्यसैले एकदम थोरै मात्रै राख्नु होला है, ठिक्क मात्रै राख्नु होला। अब यसलाई हल्का पाक्न छोडिदिने। अनि मैले चाहिँ ओरेन्ज चाहिँ अघि नै सागो सिराई गरेर राखेको छु उसिनेर अनि पानीहरू चाहिँ मिसरीहरू राखेको छु हैन। अब यसलाई म काटेर रेडी गर्छु है। अब ल हेर्नुहोस् त यो मोयासी पनि अब पाकिसक्यो हैन। यो ओरेन्ज राख्न मात्रै बाँकी हो है। अनि ओरेन्जलाई पालुङको सागलाई यहाँ राखिदिने है अनि मिक्स गरिदिने हैन। अब तपाईले जापानिज स्टाइलमा पकाउनुहुन्छ भने चाहिँ यसलाई टोटल चेन्ज गरेर चाहिँ नि निहाउँछु साकेर दिने राख्नु भए पनि हुन्छ। आज चाहिँ म एकदम हल्कासँग पकाउँदैछु हैन। अनि आजको हाम्रो अर्को मेन डिस चाहिँ हामबार्गु भएकोले गाईको नरोसी पन्चीको हामबार्गु भएकोले चाहिँ नि यसलाई चाहिँ नि साइड डिसको रूपमा चाहिँ खाँदैछु है। यो पनि जापानिज ओखाजु हो हैन। यो ओरेन्ज राखेपछि अब हामीले पकाउने भनेको यस्तै 1 मिनेट जस्तो हो हैन। चाहिँ नि अब तपाईले यहाँ चाखेर हेर्न सक्नुहुन्छ काट्न मन लाग्यो भने है। म चाहिँ नि यो ओखाजुहरू बनाउँदाखेरि चाहिँ त्यति साह्रो चट्ने गर्दिनँ है। ल मेरो यो इतामेमो ओरेन्जको निन्जिनको मोयासी नो इतामेमो देकिमासिता भनेको चाहिँ नि मोयासीलाई के भन्छ नेपालीमा मलाई आएन है। कसैले आउँछ भने कमेन्ट गरिदिनुहोस् है। मोयासी र फालुङको र अनि यो गाजरको भुटेको चाहिँ नि रेडी भयो है। ल हेर्नुहोस् त कति सजिलो हुन्छ बनाउन, एकैछिनमा बन्छ। अनि यो अलि धेरै बनाएर राख्नु भयो भने तपाईहरुले हैन अनि अब हतारको बेलामा खान पनि सजिलो हुन्छ। अनि मैले भन्न बिर्सेँ कि यदि तपाईले राख्नु भएन भने यसमा चाहिँ स्टकको टेस्ट आउँदैन, दासीको टेस्ट आउँदैन हैन। त्यस्तो अवस्थामा चाहिँ नि हामीले यो सिरोदासी राखे पनि हुन्छ। तर यदि भेजिटेरियन हुनुहुन्छ भने सिरोदासीमा चाहिँ खाचोहरू माछा पनि युज गरेको हुन्छ हैन। तपाईहरुले कोम्बुको कुनै दासी छ भने त्यो दासी पनि युज गर्नु सक्नुहुन्छ। इतामेमो रेडी भइसकेको छ है। जाडोमा सस्तो भेजिटेबल हैन।
पेट भर्ने गरी ठन्डा खानुको लागि यो ओरेन्ज हो र मोयासी बाहेक छ अरू देखिनँ मैले यहाँ जापानमा चाहिँ है। अनि 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 के अरे मुला पनि छ। अनि आज चाहिँ मुला चाहिँ खोरेर खाने भएकोले यहाँ चाहिँ राखेको छैन मैले है। ल आजको हाम्रो खाना चाहिँ अघि मैले बनाएको ओरेन्ज हो र मोयासी र क्यारेटको भुटेको इतामेमोनो बाहेक चाहिने यो चाहिने काँक्रा र अनि थोरीको सासामी ब्रेस्ट मिट र अनि प्याजको सलाद अनि हामबगमा दाइकन ओरसी राखेको है। अनि त्यसपछि मैले चाहिँ यो फुकुरागी भन्ने माछाको सासिमीको नामेरो बनाएको छु होइन। अनि त्यसपछि सधैँ जस्तो आज पनि हामी गेम बाहिर आइस है। देखाउन मिल्दैन है। आजको चाहिने साके खासुजी है खाना लिए है। इतादाकिमास। आज पनि अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि हेल्दी एकदम हेल्दी र मिठो हुन्छ, तपाईँहरूले पनि बनाएर खाइहेर्नु होला है। एकदम आज पनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तो नै छ। नमस्ते।